guys, welcome back to my channel. Almost after 3 months पछि मैले चाहिँ आज भ्लग बनाउँदैछु अनि होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु अनि बाहिर जाँदा तपाईहरुले थाहा पाइसक्नुभयो होला आज म कहाँ जान लागेको भनेर अनि को आउँदै हुनुहुन्छ भनेर सो त्यही हो अहिले चाहिँ म चाहिँ मम्मीहरु लिनलाई हिँडेको दिदीहरु चाहिँ सबै डिट जानुभयो म चाहिँ आज एक्लै हो त्यही हो अब मम्मीलाई लिन जाँदैछु एकछिनपछि भेट्नुपर्छ यता गाइज मलाई चाहिँ भर्खरै मम्मीले फोन गर्नुभयो आइपुग्नु भयो भनेर बस पार्क गरेर लिन जाने सो उहाँहरू चाहिँ आइसक्नु भयो अरे म चाहिँ अब छिटो छिटो जानुपर्ने हुन्छ सो एक्साइटेड टु मिट माई मम एन्ड आन्टी आफ्टर लङ टाइम पछि मेरो बहिनी पनि आउँदै है मम्मी आन्टी अनि सानो बहिनी हेलो गाइज आज चाहिँ नेक्स्ट डे हामी चाहिँ मेरो मम्मीहरू चाहिँ पछाडि हुन्छ मम्मी आन्टी बहिनी फुपू हामी चाहिँ खैरेनी हिँडेको आज चाहिँ त्यही हो हेलो हिजो चाहिँ मैले मम्मीहरूलाई देखाइनँ आज चाहिँ हेर्नुहोस् पछाडि छाता ओढेर हिँड्दै हौँ अहिले उता चौरासम्म हामी चौरासम्म चाहिँ हामी हिँड्दै जाने हो किनकि नजिक पर्छ त्यहाँदेखि बसमा जाने हामी चाहिँ अहिले मेन रोडमा हिँड्दै हौँ मेन रोडको साइडमा ओभर गर्नु भयो हाम्रो बहिनीले चाहिँ ओभर गर्नु भयो भन्नु लाग्छ तर यसलाई भन्न लाज लाग्यो हो त्यही भएर यसको सट्टा म भनिदिन्छु तिमीलाई लाज त लाग्छ नि यस्तो गर मेरो टी सर्ट उयो भयो क्या तलतिर गयो ल समाउ ल हामी चाहिँ चोकतिर हिँडिरहेको चोकतिर होइन क्या मेन रोड साइडतिर हो कि मेन रोड ल भयो त्यो आकाशे पुल हैन र अहिले चाहिँ हामी बसमा हौँ म चाहिँ पछाडिको सिटमा हो मम्मीहरू चाहिँ अगाडि हुन्छ पछाडि यता घामतिर बस्नु हुन्छ त्यही भएर म चाहिँ यता आएको त्यही हो अब चाहिँ हामी खैरेनीको चोकमा झर्छौँ त्यसपछि त्यहाँदेखि अझै भित्र जान्छौँ लास्टै गर्मी भयो बुढोमा चाहिँ अब मेरो भइसक्नु सुने नानी आऊ मसँग बस्ने आऊ बस्छौ त्यहाँ घाम छ क्या लास्टै बोलेवा सिटे पुरै हिजो अस्ति पानी परेर पुरा शीतल भइरहेको थियो रुममा चाहिँ तर बाहिर चाहिँ पुरा चल्दो घाम लागिरहेको त्यसैले लास्ट बोले हावा बाहिर हिँड्नु चाहिँ नसक्नु अटो बिना चाहिँ हिँड्न सकिनँ बाहिर चाहिँ तर हामी देवीनगरदेखि चौरासम्म हिँड्दै आयो अनि यहाँ चौरादेखि चाहिँ बरघाटको बसमा जाँदै हो अब टुडे इज नेक्स्ट डे हामी कहाँ आएको छौँ कहाँ आएको बहिनी हामी चाहिँ सेमरा बजार आएको सेमरा बजार चाहिँ यो यस्तो हो है साथीहरू यता पछाडि मम्मी फुपू आन्टीहरू हुनुहुन्छ यता मेरो बहिनी घरेली अरे यसले त घडेली भन न घडेली यस्तो गर्मी छ के साह्रो गर्मी हौ यो भैरवा त अहिले त आएको हामी भैरवा हो नि त भैरवाको नजिक पर्छ नि त्यो सेमरा त मङ्गलापुरभित्र त्यही हो हामी चाहिँ हिजो के अरे त्यहाँ खैरेनीतिर गएर अनि खैरेनीबाट हामी चाहिँ खास यता आउनु भनेको थियौँ तर हामीलाई अटोवालाले कता पुर्याइदियो झन्डै हराएनौँ हामी हिजो सेमरा पुर्याइदिनु भनेको सेमर हावामा पुर्याइदिएर पुरा त्यो के को बस्तीमा त्यो थारू अनि पछि त्यो देउसीहरूको कम्युनिटी हुन्छ नि हो त्यस्तोमा पुर्याइदिएर बा त्यसपछि हामी भैरवासम्म गाडी भएको त्यहाँदेखि सेमरावादेखि अनि बुटोल आयौँ रुममा आयौँ अनि आज चाहिँ हामी सेमरा आएको छौँ
यसको चाहिँ ठ्याक्कै लोकेसन भन्नुपर्दा चाहिँ मङ्गलापुरदेखि भित्र 30 रुपियाँ लाग्दो रहेछ गाडीमा अनि सेमरा बजारदेखि तलतिर पुरै खेतै खेत छ यता चाहिँ लास्ट ओभर गर्मी ओभर घाम चाहिँ लागेको छैन आज चाहिँ जोस धन्न राम्रो वेदर छ गाइस टुडे इज नेक्स्ट डे हामी चाहिँ स्केटिङ पार्कमा आएको छौँ मेरो बहिनीलाई स्केटिङ खेलाउनको लागि फर्स्ट टाइम मेरो बहिनीको चाहिँ एकदम रहर गरेर चाहिँ यसलाई स्केटिङ खेलाउँदैछौँ आज हामीले आज चाहिँ यिनीहरू चाहिँ फर्किन्छन् हेर्नु यसरी खेलाउँदै हुनुहुन्छ हाम्रो आन्टीले अघि भर्खर मैले खेलाएँ पुरमा कस्तो भएको छ तँलाई खेल्दाखेरि आइज ल आफै खेलै आफै बिस्तारै ल जाऊ बिस्तारै जाऊ है भयो होला खेल्दै हो सक्यो ओ माय गॉड पनि छन् यहाँ मम्मीहरू हुन्छ अगाडि सबै बच्चा बच्ची मात्रै छन् यहाँ ठुल्ठुलो पनि आएछ एउटा बाबु पनि आएछ हाम्रो आन्टी हुनुहुन्छ खेलाउँदै त्यही हो अनि यता खाली छ My sister's smile was like a flower in spring, brilliant and innocent, warm in my home. Those bright eyes blink and blink as the stars are hanging in the night sky. My sister, lovely sister, your happiness is my greatest. Guys, Happy New Year! Get a New Year, good day.
Mundi Salon, photography by Grand Production, hospitality partner that is Kishan and Hotel Dahlia, sound by Decibel Sound. हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सम्पूर्णलाई। यसै गरी हाम्रो सम्पूर्ण बुटवल उपमा हामी चाहिँ फर्किन लागेको अरू सबै मासतिर गहन हामी चाहिँ फर्किँदै हौँ।